र ह्यान्डलर सिपाही हनबहादुर मल्लका साथ डग क्यास्पर र ह्यान्डलर फिट लेकबहादुर मल्लका साथ डग केली रहेको छ। अहिले सहभागी डगहरूबाट कमलको फुलको आकृति बनिरहेको छ। बाहिरी डग बेन पोजिसनमा गएको छ भने बिचको डग अगाडि बस्न वार्तालाप गरिरहेको छ। अब सहभागी डगहरूबाट एक्सन डिल हुन गइरहेको छ, जसमा ह्यान्डलरहरूले गर्ने एक्सनलाई डगहरूले हुबहु अनुसरण गर्नेछन्। कुताजीलाई नि यस्तै गर्नु मन छ कि मलाई, तर कुताजीले ढोकाको त्यो गाडीको ढोकाबाट भित्रको बस्तिर हुन्छ कि त्यहाँ, अनि गाडी नि हट्दैन कि त्यो चाहिँ कहाँ गइरहेछ? यो चाहिँ कहाँ गइरहेछ? अभिद्वारा जनकलाको प्रदर्शन हुँदैछ। त्यो चाहिँ अलि अगाडि आयो क्या, त्यसै गरी अब हातको इसाराद्वारा आज्ञाकारी प्रशिक्षण तालिम सुरु हुन गइरहेको छ, जसमा ह्यान्डलरहरूले दिएको हातको इसारा अनुसार डगहरूले काम गर्दछन्। कस्तो माने है त्यो के खाइरहेछ के मेनवाला कहाँ गयो? डग र ह्यान्डलरको सम्बन्ध अति नै आत्मीय हुन्छ। डग एक वफादार र आफ्नो ह्यान्डलरप्रति झुकाउ भएको जनावर हो। अहिले ग्राउन्डको बीच भागमा 50 लाख ह्यान्डलर गल्ती भएर लडेको छ। डग क्यास्परले ह्यान्डलरलाई पम्प गर्दै कराउँदै ह्यान्डलर आइपुगे भएको इसारा दिँदै अरूसँग सहयोगको माग गरी ह्यान्डलरको निगरानी गरिरहेको छ। सोही स्थानमा डग केलीले उपचार सामग्रीहरू ह्यान्डलर घाइते भएको ठाउँसम्म पुर्याई घाइतेको मद्दत गरिरहेको छ। के गर्नु? उनीहरू त्यस्तै गर्छ। ए त्यो बच्चा भन्दा पर्ने
अबको क्रममा स्वच्छ वातावरणको महत्त्व झल्काउने उद्देश्यले यथाभावी फोहोर गर्नु हुँदैन भन्ने सन्देशका साथ डबकेलीद्वारा प्रदर्शन हुन गइरहेको छ। कति ज्ञानी के राखी सबै विभिन्न सैनिक गतिविधि तथा प्रकोपको दौरान आइपर्ने बाधाहरूलाई सजिलैसँग पार गर्नको लागि करायो त्यो किन करा हो? अब लेब्राडोर र कपल स्प्यानियल जातका डगहरूबाट बाधा पार गराएको प्रदर्शन हुन गइरहेको छ। कस्तो कराएको है त्यो खुच्ची। कुकुरहरूले खाना पाउँछ। बल्ल खुसी भयो। मलाई कहिले ट्रेन सब